हेल्थ इज वेल्थ यो कुनै नयाँ शब्द हैन हामीहरु सबैजनाले सानैदेखिको स्कुलमा पढ्दै आइरहेको एउटा इंग्लिशको प्रभाव हो दर्शकवृन्द मलाई कुनै रोग लागेको छैन तर पनि आफ्ना शरीरलाई आफैले केयर गर्नु चाहिँ एकदम महत्त्वपूर्ण हो र त्यसैले आज चाहिँ म हाम्रो ढोल्पोको फर्स्ट वुमेन डाक्टर यानी डाक्टर उगिन पुटी उहाँको आफ्नै एउटा तिनचुली चोकमा क्लिनिक छ अनि त्यहाँ चाहिँ म आफ्नो शरीरलाई यतिकै चेकअप गर्नको लागि जाँदै छु र साथै उहाँको रिसेन्टली मार्केटिङमा आएको एउटा नयाँ प्रोडक्ट छ त्यो चाहिँ हो ढोल्पो इन्सेन्स र त्यो पनि म किन्ने छु अनि सँगै उहाँको छोटो एउटा इन्टरभ्यु पनि लिने छु है त दर्शकवृन्द अब अहिले चाहिँ म बौद्धदेखि यहाँ हिँडेर तिनचुली जाने ठाउँ बाटोमा चाहिँ हिँड्दैछु अनि त्यहाँ तिनचुली चौक पुग्नुभन्दा हल्का अगाडि लेफ्ट साइडपट्टि चाहिँ अनि उहाँको क्लिनिक त्यहाँ हुनुहुन्छ ठिकै छ म देखाउँदै जाँदैछु तपाईहरुलाई 암질라 짜시텔레 짜시텔레 아니 आज यहाँ चाहिँ म तपाईहरुमा यो के रे हल्का जीवन जाँच गर्न आएको हजुर हुन्छ सँगै तपाईसँग यो हाम्रो ढोल्पाको इन्सेन्स भन्ने तपाईले धूप भन्छ नि त्यो दुई थोरीको बनाउनु भएछ र म त्यही पनि किन्न आएको हजुर अनि नयाँ बनाएको चाहिँ यो चाहिँ यही हो यो ढोल्पो इन्सेन्स यो चाहिँ नर्मलको लागि हो अनि जुन यो ढोल्पो हिलिङ इन्सेन्स यो चाहिँ मेनली फर द पर्पस अफ हिलिङ अब हामीले यो औषधि यही इन्सेन्स हामी औषधिको रूपमा पनि छ अगर 35 भन्छ तर यसमा चाहिँ अगर 31 यो के त्यही खानेकुरा चाहिँ हामीले यसमै धुपमै बनाएको यो चाहिँ दर्शकवृन्द आखिरमा चाहिँ म अहिले हाम्रो यहाँ स्नो रिजन वेलफेयर क्लिनिकमा चाहिँ पुग्यो अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो आमजी भोटिला हेलो अनि अहिले उहाँको यहाँबाट नि मैले हाम्रो ढोल्पोको यहाँ ढोल्पो इन्सेन्स कस्तो देख्छ होला है ढोल्पो इन्सेन्स यहाँ त उल्टा पो देख्दो रहेछ र अनि एउटा ढोल्पो हेलिङ इन्सेन्स भन्ने एउटा रहेछ त्यो दुईवटा मैले किन्यो अनि तपाईहरु पनि यदि यो इन्सेन्स एकदम राम्रो छ भनेर मैले सुनेको थिएँ है यदि तपाईहरुले पनि यो यसमा इन्ट्रेस्ट छ भने चाहिँ यो चाहिँ एकदम सस्तो रहेछ अरु इन्सेन्स त नभएर कुनै अब अरु इन्सेन्सहरु त एउटाकै अब 500 600 देखि लिएर 1000 सम्म लिन्छ है उहाँको चाहिँ 500 मा चाहिँ अनि दुईटा इन्सेन्स आउँदै रहेछ त्यो पनि एकदम हर्बल त्यस्तो रहेछ अनि त्यसको माथि उहाँले आज मलाई यहाँ एउटा यो पनि गिफ्ट दिनुभयो एकदम धन्यवाद यदि तपाईहरु पनि यहाँ के त्यस्तो बिमारीहरु केही अब जाँच गर्नु चाहन्छ भने चाहिँ अनि उहाँको यहाँ क्लिनिकमा चाहिँ आउनु होला त्यही भन्नु चाहन्छु अनि एमजीलाई एकदम धन्यवाद थुक्जे छ धन्यवाद तपाईबाट एकदम यो चेकअप पनि एकदम राम्रो भयो अनि तपाईले मलाई यहाँ एउटा के राम्रो यो नर्बु थिन्दङ पनि उहाँले मलाई फ्रीमै दिनुभयो एकदम धन्यवाद हस् त धन्यवाद टसितेले नमस्ते सबैजनालाई अनि म डाक्टर उगिम पुटी गुरुङ तिनचुली चौक पौधाबाट बोलेको अनि आज यहाँ हाम्रो दाइ अझै फुट्दै यहाँ आउनु भएकोमा धेरै धन्यवाद उहाँले यहाँ क्लिनिकमा आउनु भएको अनि मैले चाहिँ अब मेरो यो क्लिनिकको बारेमा त्यस्तो उहाँले के कुराहरू सोच्नु भएको थियो अब त्यसमा त्यही अनुसारमा अनि मैले चाहिँ के भन्न चाहन्छु भने अब मेरो यो क्लिनिक चाहिँ टिबेटन स्वारिकपाको हो अनि यहाँ चाहिँ औषधि सबै चाहिँ हर्बल
हर्बल नि पाउँछ अनि अब मैले चाहिँ यहाँ के गर्छु भने सबैजनाले धेरै मान्छेहरू आउँछ तपाईँले के गर्नुहुन्छ भनेर धेरै कुराहरू सोध्ने मान्छेहरू आउँछ अब यहाँ चाहिँ मेन चाहिँ मैले के गर्छु भने अब हाम्रो यो सवारीपथबाट चाहिँ मेन अब बिरामीले चाहिँ उहाँको नसा चेक गर्नुपर्ने हुन्छ नसा चेक गर्ने अनि अब इनकेस उहाँको नसाबाट त्यस्तो केही उहाँको रोग पत्ता नलाग्ने त्यस्तो केही गाह्रो भएकोमा उहाँको चाहिँ पिसाब चेक गर्नुहुन्छ उहाँको युरिन चाहिँ चेक गर्ने त्यही अनुसार हामीले औषधि दिने अनि कुनैले चाहिँ अब औषधि खानै पर्ने हुन्छ कुनैले चाहिँ अब हामीले थेरापी दिने कुनैले चाहिँ हामीले डाइट र लाइफस्टाइलमा एडभाइस दिएर त्यस्तो पनि हामीले ट्रिट गर्छौँ अनि अहिले हाल मेरो यहाँ क्लिनिकमा चाहिँ अब सबैजनाले औषधि खाउने मान्छे पनि आउँछ तर मेन फोकस चाहिँ उनीहरूले त्यो थेरापीमा धेरै फोकसहरू गर्छ अनि मैले चाहिँ यहाँ कपिङ दुई थरीकाको कपिङ गर्छु कपर कपिङ गर्छु अनि ग्लास कपिङ अनि अर्को फेरि त्यो पनि हुन्छ फेरि ती ग्लास कपिङ जस्तो कपर कपिङ जस्तो ग्लासमा पनि मैले कपिङ गर्छु अनि एक्युपङ्क्चरहरू गर्ने त्यस्तोमा चाहिँ अब मान्छेहरू धेरै ठिक भयो अनि रिसेन्टली एउटा मेरो पेसेन्ट थियो उहाँले चाहिँ पहिल्यैदेखि नै धेरै लोवर ब्याक पेन ढाड दुखेर यति गाह्रो भएको अनि उहाँले चाहिँ कता कता ठुलो अस्पतालमा गयो त्यस्तो ट्रिटमेन्टको लागि गयो अरे तर उहाँले चाहिँ अहिलेसम्म चाहिँ त्यस्तो उहाँको रोग पत्ता नलाग्ने अनि ठिक भएको थिएन अनि मेरो यहाँ आएर 3-4 चोटि चाहिँ मलाई त्यो कपर कपिङ गरेको अनि त्यहीसँग मैले चाहिँ हर्मे बनेको चाहिँ तेल तातेर उहाँले चाहिँ जहाँ दुख्छ त्यसले चाहिँ एक्युप्रेसर जस्तो मसाज लाइट मसाज गर्ने त्यहीसँग केही डोज औषधिहरू दिएको थियो अनि अहिले चाहिँ उहाँले एकदम रुट आउट भयो एकदम नै ठिक भएको रहेछ त्यही उहाँले नै कारण धेरै मान्छेहरू अहिले त्यसको त्यो कपर कपिङको लागि धेरै नै मान्छेहरू आउँदैछ अनि त्यसले गर्दा तेरा नि त्यस्तो अब यहाँ आउनेको लागि म्याक्सिमम त्यस्तो थेरापीको लागि एकदम चाहना हुन्छ त्यस्तो गरिरहेछु अनि अब रिसेन्टली मेरो क्लिनिकको 3 वर्ष हामीले 3rd एनिभर्सरी पनि हामीले सेलिब्रेट गरेको थियो अनि अब 3 वर्ष अस्ति 3rd डिसेम्बरमा चाहिँ 3 वर्ष भएको त्यही ओकेजनमा चाहिँ हामीले 2 थरको धुप भनौँ इन्सेन्स पनि हामीले नयाँ प्रडक्टहरू निकालेको थियो अनि त्यो चाहिँ अब तल्पु इन्सेन्स र तल्पु हिलिङ इन्सेन्स अनि यदि अब मेरो फलोवर्स अब सबैजना जसले त्यस्तो केही इन्सेन्स हर्बल प्रडक्ट्स इन्सेन्सहरू तपाईँले यस्तो चाहने तपाईँले युज गरिरहेछ भने तपाईँ सबैजनाले अनि यहाँ आउनु आज फुर्तेन पनि त्यहीको लागि आएको रहेछ उहाँले चाहिँ अब हाम्रो टोल्पाबाट अनि त्यस्तो धुप इन्सेन्स बनाएको रहेछ अनि त्यसको लागि उहाँ आउनु भएको छ त्यही अनुसार उहाँले चाहिँ मैले त्यस्तो के स्वरूपको बारेमा अलिअलि कुरा पनि उहाँले सोध्दैछु अनि मैले त्यस्तो भनिरहेछ अनि त्यसले पनि दाइले धेरै धेरै धन्यवाद अनि सबैजनाले अब इनकेस तपाईँले यस्तो के धुप इन्सेन्सहरू चाहिन्छ भने यु अल आर मोस्ट वेलकम हियर थ्याङ्क यू धन्यवाद